राष्ट्रिय विभूति शङ्खधर दिवस याचोले पद्मरत्न लुमन्ती गुठिया गोसाले बुधबार यया शान्ति बाटिका वेकया छाता स्वामाको ख्याकेको ज्याजो जुगुदु ज्याजोले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा यही महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल यही महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर साक्य पद्मरत्न लुमन्ती गुठिया नायक डाक्टर केशवमान साक्य दुजा सुम्निमा तुलादर लगायत शङ्खधर साख्वाया योगदान यतकया नवना दिएको ख आज मैले एकदमै गौरव महसुस गरिरहेको छु र सबभन्दा पहिले त मैले आदरणीय राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। उहाँलाई गहिरो स्मरण गर्न चाहन्छु र उहाँले देखाउनुभएका जुन राम्रा कामहरू थिए ती कामहरूको सबैले अनुसरण गर्न सकौँ यसका निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु र आयोजक साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो महत्त्वपूर्ण कार्यक्रममा मलाई बोलाउनु भयो, प्रमुख अतिथिको रूपमा यहाँ उपस्थित हुने अवसर दिलाउनु भयो र उहाँहरूप्रति खास गरेर शङ्खधर साख्वा र आदरणीय नेता पञ्चमा पद्मरत्न तुलाधर उहाँ सबै क्षेत्रको नेता हुनुहुन्थ्यो। उहाँ सामाजिक क्षेत्रको मात्रै होइन, उहाँ भाषिक क्षेत्रको मात्रै होइन, उहाँ राजनीतिक क्षेत्रको पनि हो। सबै क्षेत्रको उहाँ नेता हुनुहुन्थ्यो र खास गरेर परिवर्तनको नेता हुनुहुन्थ्यो भनेर म बुझ्छु। उहाँहरू दुवैजनाप्रति म एकदमै श्रद्धा व्यक्त गर्न चाहन्छु। हामी नेपाल सम्बन्धको महत्त्वबारे चर्चा गरिरहेका छौँ। नेपाल सम्बन्धको तात्विक अर्थ के हो र सँगसँगै यसले चाहिँ हाम्रो जनजीवनमा के छ यसको महत्त्व भन्ने बारेमा पनि कुरा गरिरहेका छौँ र उहाँको योगदानलाई स्मरण गरिरहेका छौँ। विशेष गरी जनताको ऋण मोचन गर्ने अर्थात् आफूभन्दा पनि जनतालाई माथि राख्ने, सबैजनाले एउटा लेम्यानले ले पर्सनले पनि जसले पनि आफ्नो क्षेत्रबाट चाहिँ आफूभन्दा अरूलाई माथि राख्नुपर्छ भन्ने बलियो सन्देश दिएको जस्तो लाग्छ मलाई शङ्खधर साख्वा। र सँगसँगै आज पद्मरत्न लुमन्ती गुठीले जुन यो कार्यक्रम आयोजना गरेको छ आजको दिनलाई महत्त्व अझ विशेष महत्त्वका साथ हेरिएको छ। विशेष धन्यवाद पनि दिन चाहन्छु। शङ्खधर साख्वा सँगसँगै पद्मरत्न तुलाधर उहाँहरूको लाइफ गोल चाहिँ एउटै ढङ्गबाट अघि बढेको हो जस्तो लाग्छ मलाई। यो शालिक राज्यले राखेको कोही व्यक्ति विशेषको होइन, पहल हामीले हो, तर त्यसको चाहिँ राज्य हो, स्थानीय सरकारले राखेको हो, स्थानीय सरकारले संरक्षण गरेको। व्यक्तिले साथ परिवारले पद्मरत्नको परिवारले शालिक राख्ने भए 10-20 लाख खर्च गर्न नसक्ने परिवार पनि होइन, तर उहाँले राखेको भएको उहाँको बुवाको हुन्थ्यो होला, उहाँको श्रीमानको होला, उहाँको बाजेको हुन्थ्यो होला। तर अहिले हामीले राखेको शालिक चाहिँ हामी सबैको साझा। त्यसकारण राष्ट्रिय विभूतिले राज्यले नै सम्मान गर्नुपर्छ। या कहीँ हामी सानो समुदायले सानो गुठी बनाएर समूह बनाएर मान्ने होइन, हामी सबैले मान्ने गरी बनाउनु पर्छ भनेर त्यो मान्यताका साथ उहाँहरूसँग सल्लाह गरेर त्यसबेला परमदाईसँग धेरै सल्लाह गऱ्यौँ, परिवारसँग सल्लाह गर्दाखेरि कुरा गऱ्यौँ। तर पछि पुरा हुँदाखेरि चाहिँ काम हुँदा चाहिँ उहाँ बितिसक्नुभयो। यो के हो भन्दाखेरि यो नेपाल सम्बन्धलाई हुन त अघि पनि एउटा अनुसन्धान गर्ने विषय पनि हो भनेर अभिव्यक्त भइसकेको छ। यो चाहिँ नि नेपाल सम्बन्ध चाहिँ नि खास नेपाल जुन 1144 वर्ष अगाडि सुरु भएको यो देशको एउटा आर्थिक सम्बन्ध पनि हो। हाम्रो जुन चाहिँ आर्थिक वर्ष भनेर मनाउँछौँ, अहिले जुन हामी असाढको अन्त गरेर श्रावणको सुरु गर्छौँ त्यो वैज्ञानिक छैन। नेपालमा अहिले हामी परिवर्तनपछि हामी के भनेछौँ, सुशासन र समृद्धिका नारा भनिरहेछौँ, तर त्यसमा कतिपय कुराहरू हाम्रा जुन राज्य सञ्चालनका जुन प्राविधिक विषयले पनि त्यसले धेरै फरक पार्दो रहेछ। किनभने असार महिनामा चाहिँ पानी पर्ने, अब जेठ असार र त्यसपछि श्रावण असोज, यो हाम्रो नेपालको बजेट खर्चको स्टाफ हेऱ्यो भने जेठ असारमा सारा बजेट चाहिँ नि अब हुनु र वैशाखसम्म पनि पैसा खर्च भइरहेको हुने, लास्टमा चाहिँ सारा चिज चाहिँ खर्च गरी त्यसबेला पानी परिरहेको हुन्छ। अनि हाम्रो चाहिँ बजेटको धेरै सो अंश चाहिँ निर्माण व्यवसायमै खर्च हुन्छ, निर्माणमा सडक बनाउने, यो सबै चाहिँ नि मतलब बाढीमा चाहिँ नि पैसा खन्या जस्तो खालको भएर अनि त्यसैमा भ्रष्टाचारका चाहिँ नि आधारहरू पनि तयार हुने। अस्ति नेपाल सम्बत 1144 को अवसरमा हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू पुष्पकमल दाहालज्यूले जुन घोषणा गर्नुभयो कि अबदेखि राष्ट्रिय दस्तावेजहरूमा नेपाल सम्बतलाई डकुमेन्टेड गरिनेछ र नेपाल सम्बतको तिथिलाई उल्लेख गरिनेछ भनेर हामी त्यस घोषणाको उपलब्धिमा धेरै खुसी छौँ र सरकारलाई धन्यवाद दिन चाहन्छौँ। र यही अवसरमा हाम्रो मन्त्रीज्यू हाम्रो मन्त्री परिषदको स्पिकर पनि हुनुहुन्छ
र सञ्चार मन्त्री पनि उहाँले सम्हाल्नु भएको हुनाले अब यो नै मौका हो तपाईँहरूले हिस्ट्री क्रिएट गर्ने। तपाईँहरू यस्तो चाहिँ सुअवसरमा यो प्रिभिलेज तपाईँहरूलाई छ कि तपाईँहरूले कुनै जनजातिको समुदाय अथवा कुनै एउटा सङ्कायलाई नभएर सम्पूर्ण राष्ट्रको गौरवलाई उठाउने मौका तपाईँहरूको हातमा आएको छ। यो पनि छ। अथे राष्ट्रिय विभूति शङ्खध्वज दिवस यक्षले बुधबार नेपाल सम्बत स्वागु ऐतिहासिक महत्व जागो था जाग या लघु तीर्थेन शङ्खधर साखै चाता स्वामाको ख्याकेको ज्याजो चुगुदु बौद्ध विद्यालय पूर्व नुदा समारोह समिति गोसाले ज्याजो जुगो खासा ज्याजोले वडालिया 15 या अध्यक्ष ईश्वरमान डङ्गोल सांसद विराज भक्त श्रेष्ठ पूर्व मन्त्री जीवनराम श्रेष्ठ नेवादे दबुया नायक पवित्र वज्राचार्य नुदा समारोह समिति नायक प्राध्यापक डाक्टर नरेशमान वज्राचार्य लगायतका शङ्खधर साखय योगदान यतकया नवना दिगु ख शङ्खधर राष्ट्रिय विभूति जो ठ्याथो झी सकल नागरिक टेउ चाहिँ त्यासफुला छौ नेपाल सम्बत चलयामा झी शङ्खधर स्वाखायु छो पवित्र स्थलले झाइदिपी सकल पिन्त झी चाहिँ 15वटा अध्यक्ष पाखे ओ 15वटा समिति पाखे अभिवादन व्यक्त यान्छोना मतलब चाहिँ दिवस मानेन्चो नभेले आ झिस ठयु चाहिँ व्यवहार परिवर्तन झिमाल यामाल खाली झिस शङ्खधर ठे याट जग धैचोना जग मिले मजु आ झिस शङ्खधर याउ वेकयु व्यवहार वेकन चाहिँ जुन चाहिँ नागरिक प्रति चाहिँ वेकन चाहिँ दयातया नागरिक प्रति दुःख कस्तै त चाहिँ वेकन चाहिँ बिचायना दक्षिण चाहिँ त्यासा पुला दक्षिण ऋण मोचन याना वेकल चाहिँ छौ नु सम्बत चलाया
श्वास या नख स्वन्ति नख खसा स्वन्तिले मततया झ ध्याकेको छगु विशेषता खसा अथे स्वन्ति नखाइमेको विशेषता मन्द चुएको नख मन्द चुएको छगु कला खसा थासा मतसे आइक्नोग्राफी मिलेन मन्द चुएको नेवातेको छगु पहिचान नख नुदलिसे स्वन्तिया लस्ता तदन ह्यनिसे थाथासे तथा पागु मन्द चया बेगुयान वैचुंगुदु त्वेचोले नेपाल सम्बत 300 पिपेदाइ लस्ता यलय नकवही सौगालिसे थिति थासे तथा पागु मन्द चया बोगु खा पोता अबिर त्या छला झ थाको समायना चोइगु मन्द नेवातेगु मौलिक पहिचान ख तर लिपाङ्गु इले बोया स्वन्तिबले मन्दय पलेसा रंगौलिन थाको विचुङदु नेवा परम्परा कथा चोइगु मन्दय त फुकस्या न्हने बोया थुकिया महत्व त लेंका तेगु लागि थिति थासन युवा पुस्ता स्वन्तिबले मन्द चोया बोया विचुङगु ख